हेलो गाइज, हामीहरू चाहिँ यो कोलाको बुङ्गोको सब्जी बनाएर खान गइरहेछौँ। यसको फर्स्ट प्रोसेस चाहिँ यो यसको भित्रको डाँठ निकाल्नुपर्छ। ठुलो खालको चाहिँ यो फ्याल्नुपर्छ। यो फ्यालेपछि चाहिँ सेकेन्ड प्रोसेसको लागि अगाडि बढ्छ। कोलाई चाहिँ यत्तिकै काटेर सबै हामीले यसमा मिसाउनुपर्छ। त्यस पछाडि चाहिँ सेकेन्ड प्रोसेसको लागि अगाडि बढ्छ। अब हामी यसलाई सेकेन्ड प्रोसेसको लागि बोइलिङ गर्नको लागि लिएर जाँदैछौँ। यसको हामी चट्ट सब्जी बनाएर प्रस्तुत गर्नेछौँ। अब हामी यसलाई बोइल गर्न गइरहेछौँ। यसमा कराईमा राखेर चट्टसँग 1 टाइम बोइल गर्नुपर्छ। ग्यासको उच्च तापक्रम साथै हामीहरू यसलाई बोइल गर्नको लागि राखिदिन्छौँ। जबसम्म यो बोइल हुन्छ हामी तबसम्म चाहिँ प्याज काटेर ठ्याक्क 2टा सानो सानो खालको प्याज काटेर तयारी अवस्थामा राख्छौँ। अब हामी एउटा प्याज पनि यसमा एड गर्न गइरहेछौँ। अगाडि नै यसलाई फाइन चप गरेर राख्नु होला। अब हामी अलिकति फ्रेस धनियाँलाई पनि राख्छौँ यहाँनिर। अब बुङ्गो कति पर्सेन्ट बोइल भइसक्यो हामीले ठ्याक्कै हेर्छौँ। हामीले यसलाई चाहिँ ठ्याक्कै 90% बोइल हुन छोडिदिनुपर्छ। हामीहरूको बोइल हुँदैछ। अब यसलाई एकछिन अझै 5-10 मिनट 15-20 मिनट चाहिँ यसलाई छोपेर मजाले पकाउनु पर्ने हुन्छ। राम्रोसँग बोइल भइसकेपछि चाहिँ यसलाई हामीले चिसो पानीले ठ्याक्कसँग पखालेर फेरि अगाडि प्रोसेसको लागि लिएर जान्छौँ। पन्ध्र 20 मिनट बोइल गरेपछि चाहिँ हामीले यसलाई चिसो पानीले धोएर हामीले यहाँ तयारमा राखेको छौँ। अब हामी अगाडि तेलतिर प्रोसेस सुरु गर्छौँ। फर्स्ट अफ अल हामी तेल अलिकति हाल्छौँ। यति भएपछि तेल ठिक्कै पुग्छ। ज्यादा तेलको प्रयोग गर्नु हुँदैन। हाम्रो अब तेल तातिसकेको छ। यसमा हामी पड्काउने मसला एड गर्दैछौँ। पड्काउने मसला पछाडि कडी पत्ता हाल्नुपर्छ। कडी पत्ता पछाडि प्याज, हामीले अगाडि नै काटेर राखेको प्याज, हामी थोरै बेसार पनि एड गर्छौँ। बेसार पछाडि हाम्रो माथिबाट टमाटर एड गर्छौँ। यो चाहिँ बुङ्गोले खाने बुङ्गो हो। हजुरहरूले विचार गरेर बनाउनु होला। अब यसमा हामी अलिकति नमक एड गर्छौँ। नुन, स्वाद अनुसार नुन पछाडि अब हामीले अघि बोइल गरेर राखेको बुङ्गोलाई यसमा एड गर्छौँ।
हामीलाई चाहिँ यसलाई झड्केदार खालको जायका जस्तो बनाएर खानको लागि चाहिँ तड्कालाई जसरी चाहिँ मजाले हिटमा पकाउनु पर्ने हुन्छ। यो बुङ्गोले आफ्नो अलिअलि पानी छोड्छ, यसको अब यसलाई चाहिँ छोपेर पकाउनु पर्ने हुन्छ। अब यसलाई हामी 5-6 मिनटको लागि चाहिँ मजाले छोपेर पकाउँछौँ। अब चाहिँ हाम्रो सातुवा अजुवा बुङ्गोको सब्जी बनिएर रेडी हुन आँटिसकेको छ। अब यसमा हामी धनिया एड गर्छौँ। फाइनल्ली गाइज हामीहरूको यो बुङ्गोको सब्जी चाहिँ रेडी भइसकेको छ। अब हामीले योसँग चिउरासँग जेसँग पनि सर्भ गर्न सक्छौँ। ओके गाइज, हजुरहरूले पनि यो ट्राई गरेर बनाएर चाहिँ चेक गर्नु होला। हामीहरूको चाहिँ एकदम रेडी भइसकेको छ। अब हामी यसलाई चाहिँ ठक्कसँगले स्वाद दिन गइराखेका छौँ।